भन्दा नमिठो सुनिए जस्तो हुन्छ। तर यसरी पछारिसकेपछि त अब पैसा त लिनै पऱ्यो है। पैसा राम्रो लिएर मैले काम गर्छु। अब कुनै कुनै फोन हेर्दाखेरि बच्चाले खसालिदिएको यताउता अब अन्जानमा भएको गल्तीहरू त अब मैले पनि मिलाएरै गर्नुपर्ने हुन्छ। तर यो चाहिँ आफूले जानी रिस उठेर पछारे भन्दाखेरि चाहिँ झ्याम्म पैसा लिउँ जस्तो लाग्छ, तर मनले मान्दैन क्या। त्यही अनुसारले अब आज मैले 13 प्रो म्याक्सको एउटा यसो फ्री टाइममा के गरौँ भइरहेको बेलामा अब कति फेसबुक टिकटक चलाउनु होइन, त्योभन्दा त एउटा भिडियो यसो एडिट गरेर हालौँ न त भन्ने लागेर आफ्नो मोबाइलमा भएको भिडियो क्लिपहरू हेर्दा 13 प्रो म्याक्सको चाहिँ लगभग सबै भिडियो बनेको रहेछ। अनि त्यही सानो सानो भिडियोहरूलाई जोडेर मैले फास्ट गरिकन अब 1 घन्टाको काम 2-3 मिनटमै एउटा भिडियोमा सकाउने विचार गरेर होइन आज चाहिँ मैले एउटा सानो क्लिप बनाएर हालिरहेको छु। हेरिदिनु होला, अब काम कस्तो लाग्छ भनिदिनु होला होइन। केही मोबाइलमा केही समस्या छ भने जुनसुकै समस्या पनि सल्भ हुन्छ, सम्झेर आइदिनु होला चाबेल चुच्चेपाटी चोकमा होइन। म चाहिँ टेक्निसियन दिपेश। अब मोबाइलमा भएको जुनसुकै समस्या पनि हार्डवेयर सफ्टवेयर ग्लास चेन्जदेखि लिएर सम्पूर्ण काम हुन्छ। हाउजिङ ब्याक प्यानलदेखि लिएर डिस्प्ले चेन्ज होइन। डिस्प्लेमा चाहिँ विशेष अफर चलिरहेछ अहिले चाहिँ होइन, एकदम मिलाएर सस्तो रेटमा हुन्छ। हामी चाहिँ होलसेल पनि हौँ। अब मोबाइल बनाउनु बाहेकको अरू कुनै काम छ भने पनि तपाईँको जस्तो चार्जर इयरफोनदेखि ग्लास कभरदेखि लिएर जे चाहिए पनि हामी कहाँ मोबाइल चाहिँ पाइँदैन, तर मोबाइलको अरू पार्ट्सको चाहिँ होलसेलै हौँ अनि रिपेयरको पनि होलसेल हौँ होइन। तपाईँलाई जुनसुकै काम गर्नुपर्छ भने पनि जुनसुकै समस्या छ भने पनि हामीलाई सम्झाउन सक्नुहुन्छ। म्यासेजको चाहिँ रिप्लाई अलिकति ढिला आयो भन्नुहुन्छ, म्यासेजको रिप्लाई चाहिँ ढिलै आउँछ है। हामी दिनभरि यस्तै काममै बिजी हुन्छौँ होइन। अब यसो बिहान बेलुका मिलाएर रिप्लाई गर्नुपर्ने हुन्छ। त्यो भएर चाहिँ तपाईँले केही त्यस्तो अर्जेन्ट केही छ भने सिधै कल गरेर चाबेल चुच्चेपाटी चोकमा सानिमा ब्याङ्कको पारिपट्टि है आउन सक्नुहुन्छ। हामी बिहान 8 बजे 9 बजेदेखिबाट बेलुका 8-9 बजेसम्म पसलमै हुन्छौँ। अब कहिले कुनै काम ढिला भयो भनेर त्यस्तो ढिला गर्छ पनि नभनिदिनु होला। कुनै काम चाहिँ हामीसँग पार्ट्सहरू सकिएको अवस्थामा, अब पार्ट्सहरू नभएको अवस्थामा चाहिँ अलिकति ढिला हुन्छ, नत्र भने हामी तुरुन्त बनाएर दिन्छौँ। छिट्टो हुने काम त छिट्टै दिन्छौँ है। अब यो चाहिँ 13 प्रो म्याक्सको फ्रन्ट ब्याक प्यानल सबै चेन्ज गरेर मैले फोन रेडी बनाउँदैछु होइन। अब कस्तो बन्छ हेर्दै जाऊँ होइन। अब ब्याक प्यानल चेन्ज गर्नलाई ब्याक प्यानल काटिसकेँ, फ्रन्ट ग्लास रेडी बनाइसकेँ। अब चाहिँ फिट गरेर एकैचोटि फिट गरेर मात्र देखाउँछु। मसँग भिडियो क्लिप चाहिँ छैन रहेछ क्या फिटिङ गरेको चाहिँ। खासमा फिट गर्ने बेलामा भिडियो बनाउने भाइ पनि घर गइसकेको थियो अनि म एक्लै थिएँ, अनि मैले बिहानै फिटिङ गरेँ। ल हेर्नुहोस् यस्तो भयो फिटिङ चाहिँ। अब तपाईँलाई कस्तो लाग्छ, अब तपाईँको पनि कुनै मोबाइल बनाउनु छ भने चाहिँ सम्झेर आउनु होला। चाबेल चुच्चेपाटी चोक आइएस नेपाल।